ल हेलो गाइज हामी चाहिँ अहिले बाइक बनाउन आएको बाइक चाहिँ ऊ अहिले त्यो मिस्त्रीले चेक गर्न लागेको छ मिस्त्रीले चेक गर्न लागिरहेछ है बाइक चाहिँ मिस्त्रीलाई क्लचै छोड्न आएन जस्तो यहाँ अलिकति फोकस भयो के भयो ल यो हाम्रो स्कुटर पनि बनाउन आएको स्कुटर अनि यो चाहिँ यो चस्मे हो यो चाहिँ चस्मे भस्मे अनि यो चाहिँ के नि यो चाहिँ डल्ले हो कस्तो फोकस भइरहेको ल यो चाहिँ डल्ले हो ठिक छ अहिले मम्मी ड्याडीले हेर्छ नभनौँ त्यस्तो चाहिँ ल यहाँ बोलायो के भन्छ हेरौँ ल इन्टरभ्यू ल ल खै के भन्नु लाग्यो ल भन फोटो खिचिरहेको मेरो फोटो खिचिरहेको ल सिनेमेटिक सर्ट चाहिँ खिचिरहेको हो यहाँ अहिले हाम्रो मिस्त्री भाइ चाहिँ अहिले उसको चाहिँ ल मिस्त्री भाइको हेर्नु ओ माई गड यहाँ फोकस गरौँ है केटाहरूको ल सस्ता का माल रास्ता में रास्ता के माल सस्ते में मेरो आज सोरुम ल अब साथीले चाहिँ अब सोरुममा के गाडी किन्यो भने मेरो भन्दैछ त्यस्तो त्यो साथीकै मलाई त्यसलाई क्लच ओ मिस्त्री भाइले लडाइ जस्तो भने बाइक एकचोटि हेर्नु जाऊँ छिटो फास्ट हाम्रो अर्को एभिटर पनि सेयरमा छ है गाइज हामी चाहिँ अब लालमोहन खान गइरहेको छौँ है दिव्या स्विट्समा है त ल चलो 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 यिनीहरू फेरि किन अड्केको यो के बाबु रेस खेल्ने भने कि के झऱ्यो बाबुहरूको सिटै झरेछ ल बिस्तारै अब ल ल ल हामी चाहिँ अहिले अब दिव्या स्विट्स खान जान लाग्छौँ दिव्या स्विट्समा हामी लालमोहन खान जान लाग्छौँ तिमी चाहिँ के खाने अब चट्ट लालमोहन एउटा रस केटाहरू ल मेरो चाहिँ यहाँ सेफ्टी छ है यो लडे पनि मेरो टाउकोमा फुटोस् भनेर हो खासमा त्यसले बाइक लडाएर मलाई अलिक डर लागेको थियो कि त्यही भएर गाइड अलिकति सेफ्टी फर्स्ट है त हाम्रो यहाँ लालमोहन र रसवरी आइसकेको छ टेस्ट गरेर अब भनौँ है त कस्तो छ भनेर फोन कसलाई गर्ने फोन गर्ने भनेर स्न्याप चाहिँ पठाएर हुन्छ कि अब चाखामै त गाइजहरू ल गाइजहरू अब म चाहिँ रसवरी ट्राई गर्न आएको है हेरौँ है कस्तो छ भनेर ल चियर्स जियोस् राम्रो रहेछ जियोस् होइन रसवरी चाहिँ मिठै रहेछ लालमोहन पनि ठिकै रहेछ जियोस् तिमीलाई चाहिँ के मन पऱ्यो बाबु सुजल बाबु तिमीलाई ब्ल्याक मन पर्छ नि होइन रसवरी र रसवरी ठिक लाग्यो रसवरी ठिक लाग्यो तिमीलाई चाहिँ के ठिक लाग्यो त हाँ भाइ ओ सिस्तुवा रसवरी ठिक लाग्यो अनि रसवरी ठिक लाग्यो भनेर पहिला लालमोहन नि सकाइराख्यो भने भाइले फेरि चाहिँ के ठिक लाग्यो मलाई ठिक लाग्यो सिक्के ऊ ठिक लाग्यो मोटी लाग्यो मोटी ठिक ल ठिक ल लगाइ पैसा कहिले आफै आफ्नो पैसा आफै निकाल पैसा यहाँ कार्ड सही हुँदैन क्या फेरि वान टाइम भने कति रुपिस हुन्छ थाहा छ पहिला हेरौँ होइन हामी चाहिँ अब एक्सपोज दिन जानुपर्ने भयो त्यही भएर जाँदैछौँ हेडलाइट बोल्दैन हो हेडलाइट ओ के गरे ओइ आगो निस्क्यो ओइ त साइको कि क्या हो सक्दैन नि पेरी तर मैले मिस पाइरहेको थिएँ र यो भाइ अब आउरेस के लात हान्दिने क्या हो यसरी